Okay, let's go. रुकुमतिर घुम्न आएको अब केही दिनपछि फेरि एक दुई हप्तापछि फेरि फर्किने होला छ रुकुम बजार एक दुई हप्ताको यात्रा छ फेरि घुमघाम भोलि फेरि हुम्ला जुम्ला कता खोइ त्यति जान छ अब रमाइलो हुन्छ फेरि म यहाँको पुल देखाउने छु हेर्नु होला ल यो रुकुम बजार दामी छ है यस्तो दामी ल टिकटक हानेराख्नु फेरि हो यहाँ हरिब छ त यार पुल त के दामी रहेछ रुकुम बजार यस्तो दामी रहेछ ल सिन पुरै भिडमा बनाएको त यार ठाउँ त दामी रहेछ यार बवाल यस्तो बवाल ठाउँ छ ल कालै देखेछ पुरै यता जडो पो भयो यार अहिले त दामी ल वहाँ पनि रहेछ अर्को पुल माथि यता पनि रहेछ अरे पुल दुईटा पुल रहेछ अर्को पुल पनि रहेछ बवाल ठाउँ ल मेरो नाम चाहिँ राम्रो तिम्रो भन्दा क्यामेरै पर्दैन क्या यार मेरो यहाँ क्यामेरा बिग्रेर यहाँ त्यही हेर पुल त यार लामै रहेछ यार खतरा ठाउँ छ यार म भिडियो हेरेको छु त्यो छैन क्या अहिले गरौँ न यहाँबाट गरौँ हिँड नि त ल अर्को जाऊ है ल हिँड न पुरै लङ गराएको छु कि मैले लङ उहाँसम्म गराउने क्या
हाल्न लाग्यो भने आएर ला ए ल हामी चाहिँ फेरि यता आइसक्यौँ ल ठ्याक्क यहाँ सचिनसित हेलो हाय लाग्दैछ यारमा टाढै छ होइन सुरु सुरु डर लाग्छ ल गाइज ल हेर्नु ल यस्तो खतरा हाल यहाँ पुरा तलै छौ यस्तोमा पुरा माछा रहेछ गइसक्यो साथीहरू रुक न यार देख देख डर लाग्दो छ यार तर बागलुङको योना चाहिँ ठुलो छ यार यस्तो बबाल छ तर यहाँ हिँडे हिँडे बानी परिसक्यो होला नि त अरू कता पुगिसक्यो हामी यहाँबाट ट्याक्क खोला ए पुल तार्दैछौँ है तल छ धेरै तल डर लाग्दैछ म हेर्दिनँ फेरि मुनि तलै छ यार देख्दै यार ल निराज देखिन परिहाल्यो नि हामीलाई पनि देखाउन यार भलक भल होइन भिडियो अहिलेको राम्रो ल सबै केटाहरूलाई ल मा पुरा खतरा तलै छ त यार यस्तो तल छ यस्तो तल छ फेरि साटो उडाइन्छ सुरुमा हामीलाई त म हेरेको छैन तलतिर त ओ अश्विन म हेर्दैन तल पुरा भ्याइसक्यो यार हरिप तल छ यार ओके यो हामी फेरि यहाँ घुमेर फर्किरहौँ ट्याक्क ल यहाँ सरहरूसित ल हेर्नु ल यता ल नजिक आऊ कि नजिक ल ल भिडियो दामी छ कि ठाउँ यार